नमस्ते। इन्भेस्टमेन्ट स्ट्रिटको नयाँ एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको एपिसोडमा हामी सेवन धितोपत्र बोर्डको बारेमा कुरा गर्नेछौँ। नेपालमा आर्थिक विकासको लागि आवश्यक पुँजी परिचालन गर्नको लागि र पुँजी बजारको विकास र लगानीकर्ताहरूको हक र हितको संरक्षणका लागि सेवनको स्थापना 1992 जुन 7 सेक्युरिटी एक्ट 2006 अन्तर्गत रही काम कारबाही गर्ने उद्देश्यले स्थापना भएको संस्था नै सेवन हो। सेवन नेपालमा धितोपत्र बोर्डको काम गर्छ भने इन्डियामा एसइबीआईले धितोपत्र बोर्डको काम गर्छ भने युएसएमा एसइसीले धितोपत्र बोर्डको काम गर्दै आएको छ र चाइनामा एससीआरएससीले धितोपत्र बोर्डको काम गर्दै आएको छ। धितोपत्र बोर्डको आवश्यकता किन पर्यो भन्ने बारेमा जान्नको लागि धितोपत्र बोर्डले लगानीकर्ताहरूको हक र हितको संरक्षण गर्दै नेपाल सरकारलाई आर्थिक परामर्शदाताको रूपमा काम गर्न र पुँजी बजारमा आउने कम्पनीहरूको अनुगमन नियन्त्रण, त्यसै गरी नेपालमा नयाँ धितोपत्र बोर्ड लिएर आउने, स्टक मार्केट र क्यापिटल मार्केट नयाँ लिएर आउने र त्यसको लागि चाहिने मार्गनिर्देशन बनाउने र त्यसलाई सञ्चालन गर्दा चाहिने अनुगमन गरी पारदर्शी तरिकाबाट कार्य सञ्चालन गर्ने काम पनि सेवनले नै गर्दछ। त्यसका साथसाथै सेवनले धितोपत्र बोर्डमा अनुबन्धित भएका कम्पनीहरूको प्रत्यक्ष रूपमा निगरानी राखी त्यसको काम कारबाहीलाई मोनिटरिङ गर्ने काम पनि यसले गर्दछ र यदि उसको काम कारबाहीमा कुनै कैफियत छ भने उसलाई सल्लाह सुझाव दिँदै यदि गलत गरेको छ भने कारबाही गर्ने काम पनि सेवनले नै गर्ने गर्दछ। यसका साथसाथै लगानीकर्ताहरूको हक र हितको लागि विभिन्न चरणहरूमा धितोपत्र बजारको बारेमा, कमोडिटी बजारको बारेमा शिक्षा दिने काम र निःशुल्क तालिमहरू सञ्चालन पनि यसले गर्दै आएको छ भने यदि धितोपत्र बोर्डमा लगानी गरेका लगानीकर्ताहरूको गुनासो छ भने पनि हामीले सेवनमै गएर आफ्नो गुनासो दर्ता गराएर कारबाही गर्ने माग राख्ने काम गर्न सकिन्छ। अब एकछिन जानौँ सेवनको एक्जिक्युटिभ बडी कसरी बनेको छ र यसले कसरी काम गर्छ भन्ने बारेमा जानौँ। यसको एक्जिक्युटिभ बडीमा 7 जना मेम्बरहरू रहेका हुन्छन् भने एउटा चेयरपर्सन रहेको हुन्छ जसको कार्य अवधि 4 वर्षको रहन्छ। त्यस्तै गरी एकजना अर्थ मन्त्रालयबाट जोइन्ट सेक्युरिटी नियुक्ति गरिएको हुन्छ र कानुन विभागबाट एकजना सदस्य रहेको हुन्छ। त्यसै गरी नेपाल राष्ट्र ब्याङ्कबाट एकजना सदस्य रहेको हुन्छ भने इन्स्टिट्युसन अफ चार्टर एकाउन्टेन्सीबाट एकजना सदस्य रहेको हुन्छ भने त्यसै गरी नेपाल फेडरल कमर्स अफ चेम्बर्सबाट एकजना सदस्य रहेको हुन्छ र नेपाल सरकारको तर्फबाट एउटा एक्सपर्टिजको रूपमा 7औं नम्बरको सदस्य त्यसरी रहेको हुन्छ। हाल सेवनको चेयरपर्सनमा सन्तोष नारायण श्रेष्ठजी कार्यरत रहनु भएको छ। अब यसले गर्ने काम कसरी काम गर्छ भन्दाखेरि यसले डिपार्टमेन्ट वाइज काम गर्छ। यसले 4वटा डिपार्टमेन्ट खडा गरेर काम गर्दै आएको छ। एउटा रेगुलेटरी डिपार्टमेन्ट, अर्को सुपरभिजन डिपार्टमेन्ट, अर्को कमोडिटी मार्केट एन्ड रिसर्च डिपार्टमेन्ट र म्यानेजमेन्ट एन्ड लिगल डिपार्टमेन्ट। हाल नेपालमा धितोपत्र बोर्ड अन्तर्गत दोस्रो बजारको कारोबार गर्ने नेप्से रहेको छ, तर नेप्से र सेवन बिचकै तारतम्यता त्यति मिलेको चाहिँ देखिँदैन। किनभने विगत 2.5 वर्ष अगाडि सर्वोत्तम सिमेन्टको आइपिओ निष्कासनको क्रममा इन्साइडर न्युज दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानको कारबाहीमा नेप्सेको सिइओ र सेवनको चेयरपर्सन दुवैजना अख्तियारको कारबाहीमा पर्नुभएको थियो। र साथसाथै सेवनले 2078 सालमा 77-78 सालमा 51वटा कम्पनीको लिस्ट निकाल्दाखेरि पनि त्यो लिस्ट निक्लिँदाखेरि पनि भोलिपल्ट ती स्टकहरूको दोस्रो बजारमा कारोबार भइरहेको कुराले पनि तारतम्यता मिलेको देखिँदैन। साथसाथै सेवनले पटक दोस्रो मार्केटमा कारोबार गराउने सफ्टवेयर टिएमएस जस्तै अर्को सफ्टवेयर ल्याउने कुरामा पनि हालसम्म त्यसको कुरा मिल्न सकेको छैन र ब्रोकर थप्ने कुरामा पनि कुरा नमिलेर बल्ल त्यो कुरा टुङ्गिएको छ। यसले देख्दा पनि यसलाई हेर्दा पनि दुईटा संस्थाबीच तारतम्यता नमिलेको देखिन्छ। यसलाई हेर्दा हामी के भन्न सक्छौँ भने नेपालको अर्थतन्त्रको विकास गर्नका लागि सरकारी निकायबाट सञ्चालित यस्ता संस्थाहरूको आपसी समझदारी
सही तरिकाले गरेर नेपालको अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्दै आजको कार्यक्रमलाई यही टुङ्ग्याउने चमर्को गर्दैछु। आजको यस भिडियो तपाईहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट छोड्न नबिर्सिनुहोला। हाम्रो युट्युब च्यानललाई लाइक, फलो, सेयर र सब्सक्राइब गरेर नजिकैको बेल आइकनलाई क्लिक पनि गरिदिनु होला ताकि हामीले बनाएका यस्तै नयाँ नयाँ कन्टेन्टहरू तपाईहरूलाई नोटिफिकेसनको रूपमा आउन सकोस्। धन्यवाद।